यो व्यावहारिक समस्याबाट, यो व्यावहारिक चक्रव्यूहबाट कसरी निस्कने त? सुन्नुहोस् पुरा कुरा। नम्बर 1, समयमै संवाद गर्ने। राहुलले 28 वर्षको उमेर पुग्दासम्म सुमीको बारेमा घरमा कुरा गरेनन्। यदि उनीहरूले आफ्नो सम्बन्धको 2-3 वर्षमै घरमा बिस्तारै कुरा चलाएको भए परिवारलाई मानसिक रूपमा तयार हुन समय मिल्थ्यो। नम्बर 2, पहिले करियर अनि मात्र कसम। जब तपाईँ आर्थिक रूपमा बलियो हुनुहुन्छ, समाज र परिवारले तपाईँको निर्णयलाई कदर गर्न बाध्य हुन्छ। 28 वर्षको युवा आर्थिक रूपमा सबल भएमा निर्णय लिन सजिलो हुन्छ। नम्बर 3, धैर्यता र परिवारको सहयोग। बुवाले रिसाएर मरिदिन्छु भन्दैमा सिधै हार मान हुँदैन। आमा बुवाको रिस र सामाजिक डरलाई शान्त पार्न केही महिनाको समय माग्ने र परिवारको अन्य जिम्मेवार सदस्यहरूको सहयोग लिएर बुवालाई सम्झाउने प्रयास गर्नुपर्छ। निष्कर्ष, नेपाली समाजमा प्रेम सफल बनाउन क्रान्ति होइन, धैर्यता र बुद्धिमानी चाहिन्छ। डर स्वाभाविक हो, तर डरकै कारण आफ्नो साँचो मायालाई त्याग्नु वा हतारमा गलत निर्णय गर्ने समाधान होइन। आफ्नो जग बलियो बनाउनुहोस्, परिवारलाई समय दिनुहोस् र विश्वास जित्नुहोस्। प्रेम पक्कै जित्नेछ।